हेलो एन्ड नमस्ते सबैजनालाई। आज म फेरि अर्को नयाँ रियाक्सन भिडियो लिएर आएको छु, जुन रहेको छ 101 भाइन्सको जाडो इन नेपाल भन्ने। सो जाडोको मौसम आउँदै गरेको क्रममा यस्तै यस्तै चिसो चिसो पनि भइरहेको छ। सो मलाई पनि स्टिल नै भइरहेको छ, सो तपाईँहरूलाई पनि भइरहेकै होला। सो ढिला नगरी भिडियोतर्फ लागौँ है त। मर्निङ क्लास ह्यान्डसेक पनि कसरी गरे यार त्यो। वाउ, त्यो अरू ज्याकेट किन लाएर आएको? त्यो ज्याकेट खोल, त्यो टोप पनि खोल। यहाँ स्कुलको बाहेक अरू केही लाउनु पाइँदैन। अनि सर हामीलाई चाहिँ जाडो हुँदैन र भने जाडो त मैले हुँदैन, मैले चाहिँ के लाग्छ के हो पुरा अरूहरूलाई चाहिँ कुरा खोल्नु लगाएर होइन, आफू चाहिँ पुरा ब्ल्याङ्केटै बेरेर आइरहेको रहेछ क्या। खतरा हो खतरा। हुन पनि बिहान बिहान त्यस्तै त हुने हो होइन, तर त्यो स्कुलहरूमा चाहिँ त्यस्तै हुन्थ्यो। स्कुलको मात्र लाउन पाए, बाहिरको आउट लाउन नपाए भनेर हुन्थ्यो नि त। यस्तै हो क्या स्कुलहरू भनेको, लाउनै दिँदैन, सबै आफ्नो मात्र लगाउनु खोज्ने। अब आफ्नो मात्र गऱ्यो भने अब उनीहरूको नि भित्र अर्को एक्स्ट्रा ड्रेसमा अब होइन इन्कम हुने नि त। त्यही भएर नि हो क्या मेन जसो भनेको चाहिँ। शनिबार हेर 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 यो शनिबार पनि बिहान बढी सुतेर यहाँ कति काम छ सघाउनु यार। कति दिन कुरेर यार, 6 दिन कुरेर एक दिन शनिबार आउँछ। त्यो दिनमा पनि सुत्नै पाउँदैन क्या। घरमा यस्तै हुन्छ नि त, सघाउनु छैन, सफा गर्नु छैन, नुहाउनु छैन, चाँडै उठेन, अल्छी भयो, यस्तै जस्तै सुन्नुपर्छ होइन। एकदम मन पर्दैन क्या त्यस्तो भनेको। हुन त अब कोही बच्चाहरूलाई पनि मन पर्दैन होइन। उठ कुम्भकर्ण कति सुतेको त यत्रो बेरसम्म सुतेर अहिले पानी छापिदिन्छ अनि छिटो उठ भने उठ। ए उठ्न बाबु उठ। ए मम्मी शनिबार त सुत्दा दिन्न यार, बल्ल बल्ल बिदा हुन्छ। यस्तो जाडो खायो उठ्न पर्दैन। ए धेरै भइसक्यो हेर गनाएको 1 महिना भइसक्यो त नआएको। कहाँ 1 महिना हुनु, कति भयो त अनि? 3 महिना। 3 महिना जागर छिटो खुर्कन। ए जाडो बेला नुहाउन लास्टै गाह्रो हुन्छ है। इभन तातो पानी नै भओस्, त्यो पानी हालुन्जेलमा त तातो, एकछिन अब छोडिसकेपछि फेरि चिसै हुन्छ होइन। मम्मी तातो पानी तताइ के दिनु। को तातो पानी? त्यो चिसो पानी लिएन। ए मम्मी यार यस्तो जाडो भइरहेछ हामीलाई यार। के हो कान्छ जाडो हो? ल तपाईँलाई जाडो भयो नि डेढी गन्जीमै हुनुहुन्छ तपाईँ। जाडो तिमीहरू जस्तो बुढाहरूलाई हुन्छ क्या, हामीलाई के जाडो हुनु। आफू चाहिँ पुरा खुकुरी रम खाएर होइन। बाउहरू छोरीलाई यस्तो सिकाउने हो क्या के नुहाउँदाखेरि पानीले पनि छुँदैन कि राखेपछि। खान्छस् अलिक दिएन एक। हो त ल्याउन त एक। लाए ला झापड पो दिएर नुहाउँदा आफू चाहिँ पुरा रक्स खाएर होइन। लोन प्रविरा त्यो त आज गल्ती भएबाट ए बुढा के भयो? किन कराएको? यो नुहाएर आएर चिसो लाएर कामेको यो। म जान्छु। कहाँ जान्छु? यहाँ हेर यहाँ मोबाइल कालै छ यहाँ हेरी। कालो त छोरी कालो बाइक कहाँ गर्नु कति जा गर्नु? छड्काइ हालिरहेको फेरि बिचरा। ल ल ल भयो म जान्छु। कहाँ यहाँ हेर कानमा हेर गाजी छ। के जा छिटो वाले आइज। खतम। यस्तो भयो भने त लास्टै खतम हुन्छ नि। भर्खर त बल्ल बल्ल गरेर आएछ, त्यति भए पनि फेरि जाऊ गर्दा गाह्रो हुन्छ नि। झन् त्यसमाथि चिसो पानीले झन् ज्यानै कस्तो कट्ठारेर दुखेर आउँछ हौ।
अनि यसरी नि यो रुगा लाग्ने, दस्तरी हुने, निमोनिया हुने, यस्तै गरी हो। हिटरमा रहेछ। म नुहाउँदिनँ अब, म अब नुहाउँदिनँ। ए बाबु नुहाउन पर्दैन, तर लुगा त धुन पर्यो नि बाबु। त्यहाँ भाडा छ किचनमा त्यत्रो, माझ्न पर्यो नि। ए म बल्ल बल्ल शनिबार आउँछ के गर्नु नि यार। त्यही भने बल्ल शनिबार आउँछ, केही गर्नै पाउँदैन आफूले मन लागेको होइन। साली त्यो घरको कामसाम गरेर मात्र दिन सकिन्छ यतिको आधा दिन च्या हुन्छ नि। कहिले यसो होइन पिस पनि चाहियो, रेस्ट पनि चाहियो, कहिले यसो माइन्ड फ्रेस गर्नलाई घुम्न पनि जानु पर्यो होइन। टी लभर प्रो म्याक्स हजुरहरूलाई चिया कतिवटा लिएर हामी 3 जना छौँ भनेपछि अफकोर्स 8 वटा ल्याउ न। जाडो तातो चिया भने बेस्ट हो। चिया कसरी घाट पछि हाकेर यार त अघि पनि चिया नि हक्छस् क्या चिया तिम्रो के चिया नखाने हो? के साह्रो जाडो हो। बेबी बेबी तिमीलाई यो जाडोमा के भइदियो तातो हुन्छ जस्तो लाग्छ? हाम्रो बे के मतलब हाम्रो बे? के खायो भने नि तातो हुन्छ नि। के खान्छौ भन न म खुवाउँछु। त्यही त होइन, के खायो भने पनि तातो हुन्छ नि। जस्तो कि चिया, जस्तो अझ तातो मोमो होइन। जाडो बेला फेरि तातो मोमो खानुको मजै छुट्टै छ क्या फेरि। दुध 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 हाले चिया 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 गरेर त्यो चिसोमा त बदाम सुन्तला खाए पनि हुन्थ्यो नि। ग्यास्ट्रिक हुन्छ कुन्नी? ल बेबी कहाँ ग्यास्ट्रिक हुन्छ? मलाई ग्यास्ट्रिक हुन्छ हुँदैन नि। छि बेबी ब्याड ह्याबिट। ला खायो फेरि अर्को चड्कट ल एउटा कस्तो नि पाल गरिदिरहेन। सो मच छैन भाइ कस्तो जाडो बढाएको छ आजकल। सुन न तिमी कस्तो क्युट कति ह्यान्डसम रहेछ यार। के जाने हो दाइ के कुरा गर्ने तपाईँ? 500 दिन्छु। 500 बिक्री मान्छे दिनुभयो तपाईँ? ल 1000 दिन्छु ल। मेरो पनि अलिकति इज्जत छ नि यार, 1000 मा जान्छु। 1000 प्लस दुध चिया। ल ओहो अनि तैँले के भनिस् नि? अफकोर्स नि यार हुँदैन भन्दिने। ओहो ठिक गरिस्। त किन उभिरहेको? आइज यहाँ बस। होइन ठिक छ, म यहीँ ठिक छ। अब के भयो? लन्छ गएछ कि क्या हो? प्रभु मेरो छोरालाई के भयो? मैले के पाप गरेँ दिरे प्रभु? आइएम सरी। होइन मतलब म अलिकति ढिला आएँ त्यसैले। भनेपछि मेरो छोरा ठिक हुन्छ? होइन मैले कहाँ त्यस्तो भनेर। तपाईँको छोरा त अन्तिम स्टेज भइसक्यो। डक्टर मेरो छोरालाई के भयो? उसले धेरै चिया खाएको कारण उसलाई ग्यास्ट्रिकबाट अल्सर र त्यो अल्सर पनि बिग्रिसक्यो। त्यो पनि हो है। धेरै त्यो दुध चियावाला चाहिँ धेरै खानु चाहिँ हुँदैन होइन। एकदमै ग्यास्ट्रिक बढाउँछ क्या। इभन मलाई पनि छ ग्यास्ट्रिक। सो म दुध चिया चाहिँ म चाहिँ खाँदै खान्न क्या। त्यो चाहिँ बरु ब्ल्याक टी भयो भने होइन हप्ताको एकचोटि खानु त्यो ठिक छ। म चाहिँ त्यस हप्ताको एकचोटि खान्छु। तर कोही त एकदम चिया लभर भने जस्तै होइन, बिहान उठ्दाखेरि चिया, खाने खाइसकेपछि पनि चिया, दिउँसो खाजामा नि 2 चोटि चिया, फेरि बेलुका पनि चिया, त्यस्तो चाहिँ एकदम डेन्जरै हुन्छ त्यो एउटा चाहिँ। उसको अन्तिम इच्छा के छ त्यो चाहिँ पुरा गर्दै हुन्छ। बाबु तिम्रो अन्तिम इच्छा के छ मलाई भन त? चिया चिया त मसला हाले एक कप तातो चिया पायो नि डाक्टर। लज्ज यस्ता त हेर्न सकिन। मर्निङ वाक। जाडो यो जाडो महिनामा साह्रै छोटो हुने है। खासमा अब दिन पनि छोटो हुन्छ होइन। अब यसो बुझ्न आउँदाखेरि अर्को पनि छोटै हुन्छ।
दिन मैले दिन भनेको दिन छोटो हुन्छ नि त ए ठिक छ अब यो आगोमा तापेर के गर्नु अगाडि तातो हुन्छ जिउ पुरै तातो हुँदैन अब के तात्ने गर्नु पर्ने के जिउ तात्ने कुरा बरु मर्निङ वाक जाउँ न जिउ नै तातो हुन्छ हेल्थ पनि राम्रो हुन्छ आगो मात्र हान्ने जाडो मसिनो morning walk। बेच्दैन ल त चाहिँ उठ्दैन होला जाउँ न त भोलिदेखि जाउँ ल ल भोलि ल 4 बजे जाउँ है त 4 कि 3 बजे जाउँ न त ल ल जाउँ न भोलि ल मर्निङ वाक ल The next morning बनायो भन्न ओइ कहाँ छस् त मर्निङ वाक जाने भने हैन यस्तो जाडो छ यार मलाई कस्तो गाह्रो भइरहेछ म जान्नु होला ए झन् म तेरो घर अगाडि आएर बसिरहेको थिएँ सरी यार भोलिदेखि जाउँ न भोलिदेखि जाउँ है म भोलिदेखि जाउँ न ल भोलि त्यस्तो नगरे अब काँडो बसेर घर बाहिर आएर अरे यस्तो यस्तोहरू नि हुन्छन् मान्छेहरू ल ल ल धन्न यस्तो जाडोमा को जान्छ म चलाउँछु नि गाला पड्काउँछु नि समरमा मेरो बाइक म बाइक अरू कसरी चलाउँदैन बुझ तिमीहरू पछाडि बस्ने मात्रै हो छुनी पनि होइन बाइक किन छोड्यो पछाडि बस म चलाउँछु इन विन्टर ल बाइक तिमीहरूकै त हो नि केटा चलाउनु पर्दैन यार के गरे गरिब महिनामा चाहिँ मैले बाइक कसले चलाउँदैन अरे जाडो महिना आएपछि तिमीहरूकै हो अरे दिपेश त अन्त राइडर चला ल बाइक ल मलाई त ज्वरो आएको छ म निमोनिया भएको कहाँ ज्वरो आयो चला चला म सक्छु रुपेश ए रुपेश हो नि राइडर खतरा हो नि यो त बबाल हो नि गाउँ राइडर भन्छ नि अनि यसले त यसै एक्सिडेन्ट बढाउनु बित्ति चाँडो किन पैसा त्यही त कहिले चलाउनु कसले चलाउनु चला चला ए, त खतरा हो नि। त बेस्ट हो क्या तँलाई बोल बसेपछि हामी कति सेक्युर हुन्छ बेस्ट हो क्या त चला 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 बस बस फुर्कायो फुर्कायो ला के हो डेथ भएछ त के हो कसरी मैले बाइक नचला भने के हो के हो त किन रोग यो मरे भएर होइन के त ताँदार सापेट ल्यायो थियो नदेखिन मर्यो ला जो 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 अब आगो ताप्नु के कुरा गर्छ साथी मरेछ कहाँ आगो ताप्दैन भने यसकै आगो ताप्नु भने हो कि ल्याएर कस्तो भने क्या यार मर्ने मान्छेलाई त इज्जत देऊ न झाड्दैछ है ल ल ल जाउँ त अब बाइक त तै चलाउनु त होला नि अब सो यही नै थियो 101 भाइन्सको जाडो इन नेपाल भन्ने भिडियो होइन मैले चाहिँ इन्टरटेन गरेँ जस कन्सेप्टहरू राम्रो नै छ होइन अरू त त्यस्तै हो अब हरेक क्याटेगोरीमा हरेक छुट्टी छुट्टी टाइपको मान्छेहरू त भेटि नै हाल्छ भइ नै हाल्छ सो मलाई चाहिँ ठिकै लाग्यो होइन जस्ट राम्रो पनि लाग्यो मलाई चाहिँ होइन त्यस्तो नराम्रो भने छैन होइन राम्रै हो जस्ट रिलेटेबलै बनाउनु भएको छ होइन सो हजुरलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र म यति नै भन्दै मेरो यो भिडियो यहाँ टुङ्ग्याउँछु सो थ्याङ्क यू